मात्र चिया खाएर काम गरेका छन् तिनीहरूले। खासमा भन्ने हो भने दोष लाउनुहुन्छ भने मलाई दोष लाउनुहोस्, उनीहरूलाई दोष नलाउनुहोस्, किनभने मैले त्यतिखेर सरकार बनाउनैको लागि पनि वर्ड्स दिएको थियो कि तिमीहरू जुन दिन कुलमानजीलाई पनि भनेको थियो जुन दिन तपाईँहरू जाने हो त्यो दिन चाहिँ म बकायदा तपाईँहरूलाई चाहिँ बिदाई चाहिँ म गर्छु, तपाईँहरू जानुहोस् आरामसँग चुनाव लड्नुहोस् भनेर चाहिँ मैले भने पनि हो। त्यस कारण मलाई लाग्दैन कि उनीहरूले चाहिँ बेइमानी गरे, यो गरे, पोलिटिकल ऊ गरे भन्ने त खासमा त्यो भन्नु बेकार छ। उनीहरूको लाइफ छ, उनीहरूको आफ्नो जीवन हो, उनीहरूको आफ्नो उमेर छ, राजनीतिमा जान सक्ने उनीहरूको संस्कार छ। त्यस कारण तिनलाई त्यसरी गए भन्दैमा मैले यहाँहरूलाई खुलाइदिएँ कि मैले नै वचन दिएको हो। जेनजीको प्रेसर थियो ल्याउनै पर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौँ भनेको थियो। त्यसकारण उनीहरू गए। अब आजसम्म उनीहरूको कुनै सम्पर्क पनि छैन मन्त्रीमण्डल परिषदसँग, आएर कुनै कुरोको माग पनि गरेका छैनन्। आजसम्म हामीसँग कुनै टेलिफोनमा कन्ट्याक्ट पनि छैन। उनीहरू निर्वाचनमा गए, चुनावमा अब उनीहरू भाग लिएका छन्। मलाई अन्यथा भनिरहनु पर्छ भन्ने जस्तो पनि लाग्दैन। जहाँसम्म पुँजी हो, पुन त रिसाएर हिँड्नुभएको हो। 2-4 कानुन बनाउन भन्नुभएको थियो, ती कानुन राम्रै थियो, तर हामीले यो छोटो समयमा त्यो कानुन बनाएर उहाँलाई चाहिँ सहयोग गर्न हामीले सकेनौँ। त्यो कानुन मुलुककै लागि थियो, तर हामीले सकेनौँ उहाँलाई सहयोग गर्नलाई। अनेक परिस्थिति हुन्छ, सबै कुरो हुँदैन। त्यसै कारण अब राइट हो, आफ्नो व्यक्तिको राइट हो, को राजनीतिमा जान्छ जाँदैन। त्यस कारण त्यहाँ भन्नु पनि बेकार छ कि एउटै पोलिटिकल पार्टी, यो अभियोग पनि आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर। राष्ट्रिय स्वतन्त्र पार्टीमा 2 जना गए, कुलमानजीको आफ्नै पार्टी हो त्यो। अब पुनजीको चाहिँ महावीर पुनको पार्टी नै छैन भनेपछि एउटै पार्टी, सबै मान्छे राष्ट्रिय पार्टीमा स्वतन्त्र पार्टीमा गए त होइन। र हामीहरू कसैसँग त्यस्तो कन्ट्याक्ट पनि छैन। यो गलत हो, यो गलत भाष्य हो। आफ्नो आफ्नो राइट हो। चुनावमा कसैलाई हामीले सबैलाई सोध्यौँ, तपाईँहरूको एनीबडी यु निड भनेर पनि सोध्यौँ हामीले। कोही तपाईँहरू जानुहुन्छ भने नजानेहरू बसे, जसलाई पोलिटिकली कुनै इन्ट्रेस्ट थिएन। हामीलाई थाहा थियो यसलाई इन्ट्रेस्ट छ, उसलाई चाहिँ इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन्। आए गए, बकायदा गए। अहिले सम्पर्क पनि छैनन्। हामीले खादा ओढाएर जति दिन तिमीहरूले चिया खाएर यहाँ काम गर्यौ, मात्र चिया खाएर काम गरेका छन् तिनीहरूले। हद्द भएको मन्त्रालयको 2 कप चिया खाएको होला दैनिक। तिमीहरू गए, धन्यवाद, हामीले पठाइदिएको। मैले यति भन्दै यहाँ मैले अन्त्य गरेँ। आज मैले बोल्न पाएको म खुसी छु। धन्यवाद छ, यो मौका पाएँ। फेरि यस्तो मौका पाउनु बहुत गाह्रो छ, कठिन छ। म आशा पनि गर्दिनँ, म त्यो क्षेत्रको मान्छे पनि होइन, मेरो नेचर पनि त्यो होइन, मेरो कल्चर पनि होइन, म पोलिटिकल पार्टीमा कहिले रहेको मान्छे पनि होइन। थ्याङ्क यू। माननीय सदस्यहरू, राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 माथिको छलफल यहीँ समाप्त हुन्छ। माननीय सदस्यहरू, प्रतिवेदनका सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषय र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका सिलसिलामा